के तपाईँलाई पनि स्कुटीको ट्रायलको लाइसेन्स निकाल्नु छ? यदि छ भने हामीलाई सम्झनु होला। र हजुरलाई मैले आज यस भिडियोमा चाहिँ नि स्कुटीको ट्रायल प्री ट्रायल कसरी कटाउने भन्ने बारेमा चाहिँ एउटा भिडियो लिएर आएको छु। यो फुल भिडियो हेरिदिनु होला। सबभन्दा सुरुमा त हामीले स्टार्ट गर्छौँ चाबी अन गरेर सेल्फ हान्छौँ। स्कुटी स्टार्ट हुन्छ। त्यसपछि हामी लेफ्टबाट हान्ने हो भने चाहिँ नि राइटपट्टिको साइडपट्टि हल्का साइड राखेर त्यसपछि राइटबाट हान्ने हो भने चाहिँ लेफ्ट साइडपट्टि चाहिँ स्कुटी राख्नुपर्छ। हामीले आज चाहिँ लेफ्ट साइडबाट हान्छौँ। ल 8मा स्कुटी लैजाने, 8मा छिर्ने, दुईवटा खुट्टा माथि राख्ने, हल्का हल्का रेस एकोरो नदिने, हल्का हल्का रेस दिँदै छोड्दै गरेर ह्यान्डल घुमाउने, यसरी नै। ह्यान्डल चाहिँ एकदम ब्यालेन्स गर्नुपर्छ। 8 कम्प्लिट गरेपछि साङ्ग्रोबाट रेस एकोरो रेस दिँदै हल्का स्पिडमा लाने, साङ्ग्रोबाटबाट झरेपछि साइड लाइट हाल्ने, ट्राफिक लाइट हेर्ने, लाइट अफ गर्ने, ब्रेकरमा रेस दिँदै बिस्तारै बिस्तारै उकालोमा रोक्ने, दुईवटा खुट्टा झार्ने। अनि उकालोमा चाहिँ हामीले चाहिँ नि डबल टेक्न चाहिँ पाउँदैन। जस्तै एकचोटि टेकेर फेरि पनि खुट्टो साह्रै टेक्न पाउँदैन, फेल हुन्छ। अब चाहिँ हामीले फेरि रेस दिने, धेरै रेस दिने, अनि ब्रेक छोड्ने, दुईवटा खुट्टा माथि राख्ने। दुईवटा खुट्टा चाहिँ माथिसँगै राख्नु पर्यो। ओह्रालोमा ब्रेक लाउँदै दुईवटा खुट्टा झार्ने, लाइन क्रस हुनुभन्दा अगाडि नै खुट्टा माथि पुग्नु पर्यो, ब्रेक छोड्ने, दुईवटा खुट्टा माथि राख्ने।